तपाईँ विचार गर्नुहोस्, न्याय र अन्याय कहाँबाट छुट्टिन्छ? तपाईँ विश्लेषण गर्नुहोस्, न्याय कतातिर छ, अन्याय कतातिर छ? तपाईँ विश्लेषण गर्नुहोस्। हामी राष्ट्रिय जनमुक्ति पार्टी साङ्गठनिक रूपमा देशभर छौँ, अन्तर्राष्ट्रिय रूपमा पनि छौँ, तर स्वरूपमा सानो भए पनि हामीले मुलुक र जनताको हितमा कडाभन्दा कडा कुराहरूलाई अगाडि ल्याइरहेका छौँ। यो मुलुकमा बदमासलाई ठिक नगरिकन सर्वसाधारण नेपालीको हित गर्न सकिन्न। हामी त्यो निर्गोलमा पुगेछौँ। सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइहरू आउनुहोस् नि, न्यायको पक्षमा लडौँ। ठिक छ, तपाईँ सिधा आउन सक्नुहुन्न भने हामी भन्छौँ तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यहाँ तपाईँ न्यायको आवाज बुलन्द गर्नुहोस्, तर लुरी लाङ्रे तरिकाले होइन, सशक्त रूपले तपाईँले बुलन्द गर्नुहोस्। हामी तपाईँलाई साथ दिन तयार छौँ। तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँमा हामी सहयोग गर्न तयार छौँ। तपाईँ त्यहाँ सक्नुहुन्न, तपाईँको स्थिति त्यहाँ कमजोर छ, तर न्यायको कुरा तपाईँलाई गर्न रहर छ, त्यसलाई निष्कर्षमा पुर्याउन तपाईँको एउटा दृढ इच्छा छ। आउनुहोस्, राष्ट्रिय जनमुक्ति पार्टी तपाईँलाई खुला हृदयका साथ स्वागत गर्न तयार। अब जनमुक्ति विचारधारामा गरो सबैको समर्पण, साथ दिनुहोस् देश बनाउन हात मिलाऊ।